हेलो हजुर, नमस्कार नमस्कार नमस्कार। आज हामी यो गौमुखी गाउँपालिका वार्ड नम्बर 4 को यो पूजा खलवाङमा आएको छौँ। यहाँ यो खलवाङको बस्ती हो। यो भन्दा उता बाग्लीबाङ पर्छ। अनि यो पारी देखिने त्यो लास्ट यो टङ्गालो लागेर खासै किन देखिएको छ त्यो यसमा यो गौमुखी गाउँपालिका 3 यो रजबरा माथि झाकडिङमा पर्छ। अनि यसको लगत्तै यहाँ बिचमा एउटा थुम्को जस्तो देखिन्छ। यो पनि गौमुखी गाउँपालिका वार्ड नम्बर 3 यो पोखरादेखिको यतातिरको डाँडामा पर्छ। यो जो कि कालीपुनको घाँटीबाट यसलाई अब पहिलेदेखि यसलाई कालीपुनको घाँटी चिनिजान्छ। र लगत्तै यहाँ आउँदाखेरि पारी यो जारगाउँ भन्ने ठाउँ छ यहाँनिर। योदेखि उता रजबरा परिहाल्यो। अनि पछाडिको भ्यूहरू यो टङ्गालोको कारणले गर्दाखेरि खासै देखेको छैन। अनि यो पारीतिर नारीकोट बारीकोट पर्छ। यो अब पारी बागलुङ गुल्मीको सिमाना पर्छ त्यतातिर। यो डाँडादेखि उता यो पूजा पर्यो। यो माथिको जङ्गलतिर यो जुपाल जो कि यो गौमुखी गाउँपालिका र नौबनी गाउँपालिकाको बिचमा पर्ने यो एक रातेर यो डाँडाकाटीको माथिको यो जुपालको ढिक यो सामुदायिक वन यहाँ पर्छ। आज हामी यतातिर छौँ र यहाँ उता मेरो साथमै मेरो डनहरूलाई लिएर आएको छु। भोक गरेर बसिरहेको छैनहरू। यहाँ टिमुरहरू फल्नेवाला छ। यहाँ एउटा भेडा पाठाको लागि आएको। यहाँ आज पहिलोचोटि आएछ। यो मौसमको खराबीले गर्दाखेरि खासै क्लियर लिन पाइरहेको छैन। पछि आउने मौका पायो भने फेरि पनि लिने कोसिस गर्नेछु। आजलाई अहिलेको लागि यो भिडियो यहीँ मैले समाप्त गर्न चाहे।